सम्पूर्णमा नमस्कार। नेपाल इन्जिनियर्स अड्डा युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। तपाईहरुलाई जानकारी नै छ, लुम्बिनी प्रदेश र संघको सब इन्जिनियरको परीक्षा नजिकै छ। आज हामी तिनै परीक्षाको सिलेबसमा आधारित रही तयार गरेको प्रथम पत्रको जीके र कार्यालय व्यवस्थापन पाठबाट तयार गरिएको मोडल सेट नम्बर 2 सल्भ गर्दैछौं। यस्तै प्याटर्नको मोडल सेट नम्बर 1 पनि हामीले सल्भ गरिसकेका छौं। त्यो माथिको भिडियोहरुमा भेटाउन सक्नुहुन्छ। र थप यस्तै भिडियोजको लागि च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनु होला। ढिला नगरिकन आजको मोडल सेट नम्बर 2 को क्वेशन तर्फ जाँदैछौं। क्वेशनहरु तपाईहरुले स्क्रिनमा देखिसक्नु भएको छ। हाम्रो लुम्बिनी प्रदेशको प्रथम पत्रको एक्जाम 2081 साल 12 महिना 16 गते हुँदैछ र प्रथम पत्रको समय 45 मिनेटको हुनेछ। क्वेशन पेपरमा रहेको की उत्तर पुस्तिकामा लेख्न नबिर्सिनु होला। है सुरु गर्छौं हामी। क्वेशनहरु यस प्रकार रहेका छन्। क्वेशन नम्बर 1 मा रहेको छ, क्षेत्रफलको आधारमा सानो र ठूलो उपमहानगरपालिका तलको मध्ये कुन कुन हुन् भन्ने क्वेशन रहेको छ। अप्सनहरु 4 वटा अप्सनहरु देख्न सक्नुहुन्छ। र क्षेत्रफलको आधारमा सानो र ठूलो उपमहानगरपालिका कुन हो भने सानो उपमहानगरपालिका नेपालगञ्ज हो र ठूलो घोराई हो। दुईटै लुम्बिनी प्रदेशमा पर्ने हुनाले यो क्वेशन महत्त्वपूर्ण। हामी क्वेशन नम्बर 2 मा जान्छौं। 2 मा रहेको छ, नेपालको कान्छो पर्वतमालाको नामले परिचित चुरे पर्वत नेपालमा कति जिल्लामा फैलिएको छ भन्ने क्वेशन रहेको छ। चुरे पर्वत, यसलाई हामी शिवालिक पनि भन्दछौं अर्को नामले। यो नेपालको 37 वटा जिल्लामा फैलिएको छ। नै हाम्रो चुरे पर्वतले नेपालको 12% भूभाग कभर गरेको छ है, त्यो पनि याद राख्नु होला। क्वेशन नम्बर 3 मा रहेको छ, बाह्रमासी नाच कुन जातिमा प्रचलित नाच हो भन्ने क्वेशन रहेको छ। बाह्रमासी नाच समुदायको प्रचलित नाच हो है। यस्तै थारू समुदायको अरु नाचहरुमा तरबारी नाच, मयूर नाच, रानी नाचहरु पनि पर्छन्, याद गर्नु होला है। यो पनि महत्त्वपूर्ण हुन सक्छ। क्वेशन नम्बर 4 मा रहेको छ, नेपाल अंग्रेज युद्धमा जितगढी बुडवल युद्धस्थलमा नेपालको तर्फबाट किल्ला रक्षक को थिए भन्ने क्वेशन रहेको छ। अप्सनहरु देख्न सक्नुहुन्छ। जितगढी युद्धस्थलमा नेपालको तर्फबाट किल्ला रक्षक उजिर सिंह थापा थिए। यसको सही आन्सर चाहिँ अप्सन नम्बर सी है। अरु अप्सनहरु हेर्दाखेरि रणवीर सिंह थापा हरिहरपुर गढीका किल्ला रक्षक थिए। त्यस्तै नयन सिंह थापा काँगडाका किल्ला रक्षक थिए भने अमरसिंह थापा, यो त जानिराखेको कुरा हो, अमरसिंह थापा चाहिँ मलवा ठाउँका किल्ला रक्षक थिए है। क्वेशन नम्बर 5 मा रहेको छ, नेपालको संविधान अनुसार सुकुम्बासी व्यवस्थापन कसको अधिकार भित्र पर्दछ भन्ने रहेको छ। सुकुम्बासी व्यवस्थापन अहिलेको यो हट टपिक पनि हो, त्यसैले पनि यो महत्त्वपूर्ण हुन सक्छ। सुकुम्बासी व्यवस्थापन भनेको संघ, प्रदेश र स्थानीयको साझा अधिकार हो है। यो कुरा हामी नेपालको संविधानमा पनि गएर हेर्छौं। नेपालको संविधानको अनुसूची 9 मा
सङ्घ प्रदेश र स्थानीयको साझा अधिकारको सूची व्याख्या गरिएको छ। त्यहाँ रहेको मध्ये सुकुम्बासी व्यवस्थापन भन्ने 13 नम्बरमा रहेको छ है। त्यसैले सुकुम्बासी व्यवस्थापन भनेको सङ्घ प्रदेश र स्थानीय तीनैवटाकै अधिकारको सूचीभित्र पर्दछ। क्वेसन नम्बर 6 मा रहेको छ 16औं योजनाको अन्तिमसम्म नेपालमा विद्युत उत्पादन कति पुर्याउने लक्ष्य राखेको छ भन्ने क्वेसन रहेको छ। 16औं अहिले हाल चाहिँ झन्डै 3036 जस्तो त्यति मेगावाट विद्युत उत्पादन भइरहेको छ भने 16औं योजनाको अन्तिमसम्म टार्गेट 11,769 मेगावाट पुर्याउने लक्ष्य छ। यो कुरा हामी 16 योजनामा पनि गएर एकचोटि हेर्न सक्छौं। विद्युत उत्पादन क्षमता भनेको 11,769 मेगावाट रहेको छ है। त्यस्तै अर्को क्वेसन रहेको छ नागरिक बडापत्रबाट क्वेसन रहेको छ नेपालमा सार्वजनिक बडापत्रको अवधारणालाई कुन प्रशासन सुधार आयोगले आत्मसात गरेको थियो भन्दा यसको सही आन्सर उच्च स्तरीय प्रशासन सुधार आयोग 2048। त्यति बेला गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा उच्च स्तरीय प्रशासन सुधार आयोग गठन भएको थियो। यसैले नै नागरिक बडापत्रको अवधारणा सुरु गरेको थियो है। त्यस्तै गरी क्वेसन नम्बर 8 मा रहेको छ नेपालको जनगणना 2078 बमोजिम वार्षिक जनसङ्ख्या वृद्धि दर ऋणात्मक हुने जिल्लाको संख्या कति रहेको छ भन्ने क्वेसन रहेको छ। वार्षिक जनसङ्ख्या वृद्धि दर ऋणात्मक 34 वटा जिल्लाको वार्षिक जनसङ्ख्या वृद्धि दर ऋणात्मक छ है भने 43 जिल्लाको चाहिँ पोजिटिभ हुनु पर्यो। त्यस्तै गरी अरु केही नगरपालिकाको 69 वटा नगरपालिकाको वार्षिक वृद्धि दर ऋणात्मक छ। साथै गाउँपालिकाको 250 वटा गाउँपालिकाको जनसङ्ख्या वृद्धि दर ऋणात्मक छ है, याद गर्नु होला। यो पनि महत्त्वपूर्ण हुन सक्छ। त्यस्तै गरी क्वेसन नम्बर 9 मा के रहेको छ भने भारतपछि नेपालको दौत्य सम्बन्ध कायम गर्ने पहिलो सार्क मुलुक कुन हो भन्ने क्वेसन रहेको छ। हामीलाई थाहा छ भारतको 1947 मा भारतसँग बाइल्याटरल एग्रिमेन्ट भएको थियो, द्वैत्य सम्बन्ध भएको थियो। त्यसपछि भएको श्रीलङ्कासँग हो है 1957 मा भने अरु पाकिस्तानसँग कहिले भएको थियो त पाकिस्तानसँग 1916 मा भएको थियो है 1960 मा। त्यस्तै बंगलादेशसम्म 1972 मा भएको थियो भने भुटान चाहिँ सार्क राष्ट्रमा सबैभन्दा पछाडी द्वैत्य सम्बन्ध कायम गर्ने मुलुक हो है। यसको मिति चाहिँ सम्झेर जानु होला 1983 मा हो भुटानसँग चाहिँ। त्यस्तै गरी क्वेसन नम्बर 10 मा रहेको छ निम्न मध्ये कुन रोग भाइरसबाट लाग्ने रोग होइन भन्ने क्वेसन रहेको छ। भाइरसबाट नलाग्ने रोग भनेको क्षय रोग हो है, अरु सबै भाइरसबाट लाग्ने रोगहरु हो। एड्स, रुगा, रेबिज हाम्रो भाइरसबाट लाग्ने रोग विषाणु पनि भनिन्छ यसलाई नेपालीमा है। विषाणुबाट लाग्ने रोग पनि भनिन्छ भने ब्याक्टेरिया जीवाणुबाट लाग्ने रोग क्षयरोग, प्याकोते रोग, आउँ, हैजा हुन् है, त्यो पनि याद गरिराख्नु होला। क्वेसन नम्बर 11 मा रहेको छ सार्वजनिक खरिद ऐन बमोजिम कार्यालयमा माल सामान वा निर्माण कार्य खरिद गर्नु पूर्व कसको स्वीकृति लिन आवश्यक छ भनेको छ। सार्वजनिक खरिद ऐनबाट क्वेसन रहेको छ।
अप्सनहरुमा देख्न सक्नुहुन्छ। लेखा प्रमुख, योजना प्रमुख, कार्यालय प्रमुख, माथिका सबै भन्ने अप्सनहरुमा रहेको छ। स्वीकृत हामीले लिनुपर्ने कार्यालय प्रमुखको है, अरुको पनि लिनुपर्ने हुन्छ, तर मुख्य लिनै पर्ने अति आवश्यक चाहिँ हाम्रो कार्यालय प्रमुखको स्वीकृत पछि हामीले खरिदको काम सुरुवात गर्न सक्छौं है। क्वेशन नम्बर 12 मा रहेको छ जलवायु परिवर्तन सम्बन्धी सम्मेलन COP29 मा नेपालको तर्फबाट कसले सहभागिता जनाए भन्ने क्वेशन रहेको छ। COP29 हाम्रो बाकु अजरबैजानमा भएको थियो, हालसालै सम्पन्न भएको थियो। यसमा नेपालको तर्फबाट राष्ट्रपतिले सहभागिता जनाउनु भएको थियो। COP29 सँगै COP28 पनि याद राखौं। 28 मा दुबईमा भएको थियो, त्यति बेला प्रधानमन्त्रीको सहभागिता थियो। त्यस्तै गरी 13 नम्बर क्वेशन रहेको छ संयुक्त राष्ट्र संघका बहालवाला उपमहासचिव को हुन् भन्ने क्वेशन रहेको छ। हामी महासचिवको त याद गरिराख्छौं, तर उपमहासचिवको पनि याद गर्नुपर्ने हुन्छ है। अहिले 5औं उपमहासचिव हुनुहुन्छ अमिना जे मोहम्मद भन्ने। त्यस्तै गरी एन्टोनियो गुटेरेस त तपाईलाई थाहा नै छ, उहाँ महासचिव हो। त्यस्तै लुइस फ्रेचेट्स भन्ने प्रथम उपमहासचिव है उहाँ चाहिँ। र उथान भन्ने चाहिँ एसियाका प्रथम महासचिव, युएनओका एसियाका प्रथम महासचिव हो उथान भन्ने, त्यो पनि याद गरिराख्नु होला। नम्बरको क्वेशन रहेको छ 14 मा स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार नगरपालिकामा वडाको संख्या बढीमा कति हुन सक्ने छ भन्ने क्वेशन रहेको छ। एकदम महत्त्वपूर्ण क्वेशन रहेको छ। नगरपालिकामा वडाको संख्या बढीमा 35 वटा हुन सक्ने भन्ने कुरा हाम्रो स्थानीय सरकार सञ्चालन ऐन 2074 मा खुलाइएको छ। एकचोटि गएर हेरौं है त स्थानीय सरकार सञ्चालन ऐन। वडाको संख्या, सीमाना र केन्द्र भन्ने रहेको छ। यसमा देखाइएको छ वडाको संख्या निर्धारण गर्दा नेपाल सरकारले गाउँपालिकामा कम्तीमा 5 र बढीमा 21, गाउँपालिकाको केसमा चाहिँ 5 र 21 है। त्यस्तै नगरपालिकाको केसमा चाहिँ 9 र 35 हुने 35 भनेको छ है। त्यसैले कति भयो त, बढीमा कति हुन सक्ने भनेको छ 35 हुन सक्ने भनेको छ है। क्वेशन नम्बर 15 मा रहेको छ एक सरकारी कार्यालयबाट अर्को सरकारी कार्यालयमा साधारण पत्रको जवाफ कति दिनभित्र पठाउनु पर्दछ भन्ने क्वेशन रहेको छ। यो साधारण प्राथमिकताका आधारमा पत्रको प्रकारहरू पढ्नु होला। त्यसमा के लेखिएको छ भने साधारण पत्रको जवाफ 15 दिनभित्र पठाउन सकिनेछ भन्ने कुरा छ है। त्यस्तै गरी प्राथमिकताका आधारमा तुरुन्त लेखिएको पत्रको जवाफ 2 दिनभित्र पठाउनु पर्नेछ। अति जरुरीको केसमा 5 दिन, जरुरीको केसमा 7 दिन र साधारण पत्रको जवाफ चाहिँ 15 दिनभित्र दिइसक्नु पर्नेछ है। अर्को क्वेशनमा जान्छौं। क्वेशन नम्बर 16 मा रहेको छ अभिलेख व्यवस्थापन सम्बन्धमा तलको मध्ये कुन कानून प्रचलनमा रहेको छ भन्ने क्वेशन रहेको छ। अभिलेख व्यवस्थापनको सम्बन्धमा कानून प्रचलनमा रहेको कानून सरकारी कागजात धुलाउने नियम 2027 हो है। यसको आधारमा सरकारी अभिलेखका कागजातहरू 4 प्रकारमा बाँडिएको छ। अति महत्त्वपूर्ण, महत्त्वपूर्ण, उपयोगी र अनावश्यक भन्ने रहेको छ। त्यसमा पनि हाम्रो यो सिभिल इन्जिनियर रिलेटेड टेन्डरका डकुमेन्टहरू चाहिँ महत्त्वपूर्ण कागजात भित्र पर्छ है, त्यो पनि याद गर्नु होला। रहेको छ क्वेशन नम्बर 17 लुम्बिनी प्रदेश निजामती सेवा ऐन 2080 बमोजिम प्रदेश निजामती कर्मचारीको लागि कति प्रकारको बिदाको व्यवस्था गरिएको छ भन्ने क्वेशन रहेको छ। निजामती सेवा ऐन 2080 पढ्नु होला।
त्यसमा लेखिएको छ 10 प्रकारको विधा छ है। अरु सबै संघको हाम्रो संघको केसमा चाहिँ 9 प्रकारको विधा छ भने प्रदेशमा एउटा महिनावारी विधा भनेर एउटा एक्स्ट्रा विधा छ है, त्यो पनि पढेर जानु होला। त्यस्तै गरी क्वेशन नम्बर 18 मा रहेको छ लुम्बिनी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको अवधारणा पत्रले के सोच राखेको छ भन्ने क्वेशन रहेको छ। दोस्रो पञ्चवर्षीय योजना लागू भएको छ कि छैन भन्ने कुरा मैले पत्ता लगाउन सकिन। यदि लागू भएको भए दोस्रो पञ्चवर्षीय योजनाको बारेमा पढेर जानु होला र अहिलेको लागि चाहिँ दोस्रो पञ्चवर्षीय योजनाको अवधारणा पत्रको सोच के रहेको रहेछ भने समृद्ध लुम्बिनी, आर्थिक विकास, सुशासन, समता र समुन्नति भन्ने दोस्रो पञ्चवर्षीय योजनाको अवधारणा पत्रको सोच रहेछ है। यो कुरा हामी दोस्रो पञ्चवर्षीय योजनाको अवधारणा पत्र डाउनलोड गरेर नि हेर्न सक्छौं। त्यसमा सोच लेखेको छ, यहाँ लेखेको छ है। यदि दोस्रो पञ्चवर्षीय योजना स्वीकृत भइसकेको खण्डमा त्यो पढेर जानु होला, महत्त्वपूर्ण हुन सक्छ है। अर्को रहेको छ क्वेशन नम्बर 19 मा लुम्बिनी प्रदेशमा आर्थिक वर्ष 81-82 को लागि कति बजेट विनियोजन भएको छ भन्ने क्वेशन रहेको छ। बजेट 81-82 मा लुम्बिनी प्रदेशको लागि 38 अर्ब 97 करोड विनियोजन भएको छ है। यो हामी बजेट वक्तव्यमा पनि गएर हेर्न सक्छौं। त्यहाँ पनि लेखेको छ आर्थिक वर्ष 81-82 को लागि 38 अर्ब यहाँ रहेछ। आगामी आर्थिक वर्षको लागि कुल खर्चहरू 38 अर्ब 97 करोड विनियोजन गरेको छु भनेर यहाँ बजेट वक्तव्यमा नि छ। त्यस्तै गरी यहाँ अरु अप्सनहरुमा रहेका छन् 18 खर्ब 60 अर्ब चाहिँ हाम्रो संघीय बजेट हो। यो हाम्रो राष्ट्रको 81-82 को बजेट भनेको 18 खर्ब 60 अर्ब 11 खर्ब 40 अर्ब चालु बजेट हो भने 3 खर्ब 52 अर्ब चाहिँ संघको पुँजीगत बजेट हो है। यो पनि याद गर्नु होला। त्यस्तै गरी क्वेशन नम्बर 20 मा रहेको छ रुस र युक्रेन बीचको पछिल्लो युद्ध कहिलेदेखि सुरु भयो भन्ने क्वेशन रहेको छ। यो समसामयिकबाट एकदम महत्त्वपूर्ण हुन सक्छ। अहिले जताततै यही रुस र युक्रेनको बारेमा हल्लाखल्ला भइराखेको छ। पछिल्लो युद्ध कहिलेदेखि सुरु भयो 2022 फेब्रुअरी बाट सुरु भएको है। फेब्रुअरी 24 बाट सुरु भएको। हस्त आजको लागि यति नै। मोडल सेट नम्बर 1 र आजको भिडियोमा सिलेबसमा भएको सबै टपिक कभर गर्ने प्रयास गरेको थिएँ। कृपया अघिल्लो भिडियोलाई पनि नछुटाइकन हेर्नु होला। एकदम महत्त्वपूर्ण हुन सक्ने छ त्यो भिडियो पनि। र अन्तिममा च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला र मन परेमा लाइक र कमेन्ट गर्नु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहे। हस्त।